नेपालमा एउटा यस्तो गाउँ थियो जहाँ समुद्र नभए पनि जमिन मुनिबाट नुन आउँथ्यो र त्यो नुन लिन तिब्बत र तराईका मान्छे ज्यान जोखिममा पारेर बोक्थे। त्यो समय नुन सुन जत्तिकै महँगो थियो। समुद्र नभएको मुस्ताङको त्यो सुक्खा पहाडबाट कसरी नुन निस्किन्थ्यो र त्यसले कसरी पुरै देशको इकोनोमी चलाइरहेको थियो। हिमालको 16,000 फिट माथि -डिग्री चिसोमा चौरी गाईको पिठ्युमा लोड गरिएको त्यो नुनको यात्रा कुनै एडभेन्चर मुभी भन्दा कम थिएन। हाम्रै नेपालमा अलिकति मात्रै खुट्टा चिप्लियो भने सिधै कालीगण्डकीको खोजमा खसिने त्यो खतरनाक बाटोमा हाम्रा पुर्खाले कसरी यात्रा गरेर नुन ल्याउँथे थाहा छ? सोच्नुस् त, मुस्ताङको त्यो गाह्रो भूगोल जहाँ -डिग्री चिसो छ, कडा हावा चल्छ र खेतीपाती गर्नका लागि जमिन एकदमै सुक्खा र मरुभूमि जस्तो छ, त्यस्तो कडा ठाउँमा मान्छे कसरी सर्भाइभ गर्थे होलान्? तर प्रकृतिले त्यहाँ एउटा गजबको सेक्रेट लुकाएको थियो। मुस्ताङको नुनिलो पानीको मुहान र साल्ट बेरिङ सोइल्स। थासाङ र उपल्लो मुस्ताङका केही पहाडी क्षेत्रमा पहाडबाटै नुनिलो पानी बग्थ्यो, जसलाई स्थानीयले आफ्नो सिप बहुमूल्य नुनमा बदले। त्यति बेला आजको जस्तो फ्रिज वा प्रिजर्भेटिभ थिएन, त्यसैले मासु वा खानेकुरालाई लामो समयसम्म कुहिनबाट जोगाउन यो नुन एकदमै इम्पोर्टेन्ट र कस्टली एसेट हुन्थ्यो। मुस्ताङ कुनै कुनामा परेको विकट ठाउँ थिएन। यो त तिब्बत, काठमाडौँ र दक्षिणको तराईलाई जोड्ने एउटा ग्लोबल ट्रेड करिडोर थियो। कालीगण्डकीको त्यो गहिरो खोज र कोराला नाका जस्ता पासहरू केवल बाटो मात्रै थिएनन्, ती त नेपालको प्राचीन अर्थतन्त्रका कडा नसाहरू थिए, जसले यो नुनको बाटो र यसको सप्लाई चेनलाई कन्ट्रोल गर्थ्यो। उसकै हातमा राज्यको सत्ता, पैसा र कमान्ड हुन्थ्यो। मुस्ताङको त्यो सुक्खा माटोमा उब्जनी जिरो भए पनि यही नुनिलो पानीका कारण यो क्षेत्र पुरै हिमालयकै सबैभन्दा ठुलो व्यापारिक हब बन्न सफल भएको थियो। मान्छेहरू ज्यान जोखिममा पारेर हप्तौं हिँडेर यहाँ नुन किन्न आउँथे, किनकि यो नुन नभई कसैको भान्सा चल्दैन थियो। तर मेसिन बिना हिमालको चिसो पानीबाट पुर्खाले यो नुन कसरी निकाल्थे र बजारसम्म कसरी पुर्याउँथे त? मुस्ताङको नुनिलो पानीलाई ठूला ठूला फ्ल्याट ठाउँमा जम्मा गरेर घाम र चिसो हावाको मद्दतले नेचुरल तरिकाले सुकाइन्थ्यो र कडा ढिक्के नुन तयार पारिन्थ्यो। यो काम कुनै सजिलो लेबर थिएन, यो त तापक्रम र प्रकृतिको गणित बुझेका हिमाली शिल्पीहरूको आर्ट थियो। नुन त बन्यो, तर यसलाई पहाडबाट निकालेर बजारसम्म पुर्याउने काम झन बढी थ्रिलिङ र खतरनाक थियो। त्यति बेला न कुनै गाडी थिए, न त पिच बाटो। पहाडका साँगुरा, भिराला र हिउँले पुरिएका बाटोहरूमा चौरी गाई र हजारौं च्याङ्ग्राहरूको लाम लगाइन्थ्यो, जसलाई इतिहासमा सल्ट कारभान भनिन्थ्यो। यी जनावरहरू नै त्यो जमानामा कडा र भरपर्दो कार्गो ट्रक थिए, जसले हिमालको उचाइमा सामान ओसार्थे। हिउँ पहिरो, अक्सिजनको कमी र बाटोमा भेटिने डाकाहरूको डरका बीच पनि व्यापारीहरूले महिनौं लगाएर यो नुनलाई पहाडबाट तल झार्थे। भिरको बाटोमा हिँड्दा कतिपय चौरीहरू नुनको लोडसहित सिधै कालीगण्डकीको गहिरो खोजमा खस्थे, तर बाँकी रहेकाहरू चुपचाप आफ्नो जर्नी कन्टिन्यू गर्थे। प्रत्येक किलो नुनको पछाडि एउटा मान्छेको मेहनत र रगत पसिना लुकेको हुन्थ्यो। यो व्यापार केवल सामान बेच्ने काम मात्रै थिएन, यो त हिमाल र मैदानलाई जोड्ने एउटा ब्युटिफुल र लाइफलाइन थियो। कारभानको त्यो घन्टीको आवाजले पहाडका सुनसान भिरहरूलाई बिउजाउँथ्यो र एउटा सिभिलाइजेसनलाई जीवित राख्थ्यो। तर यो ज्यान जोखिममा पारेर ल्याइएको नुन बदलामा उनीहरूले बजारबाट के पाउँथे त थाहा छ? यो व्यापारको फाइनान्सियल र इकोनोमिक लजिक झन अचम्मको थियो। त्यति बेला नोट वा सिक्काको चलन आजको जस्तो म्यासिभ थिएन, न त कुनै बैंक अकाउन्ट नै थियो। त्यहाँ एउटै ब्युटिफुल नियम चल्थ्यो, बार्टर सिस्टम, या भनौँ वस्तु विनिमय। यो सिस्टम कति वैज्ञानिक थियो भने यसले हिमालयको भोकमरी र तराईको बढी भएको उत्पादनलाई पर्फेक्टली ब्यालेन्स गर्थ्यो। उच्च हिमाली क्षेत्रमा नुनको खाने थियो, तर खाने अन्नको नाममा एउटा ढिँडो पनि उम्रिँदैन थियो। अर्कोतर्फ दक्षिण मध्य पहाड र तराईमा धान, मकैको कडा उब्जनी थियो, तर जीवन धान्नका लागि नुनको नामोनिशान थिएन। त्यसैले मुस्ताङका व्यापारीहरू नुन लिएर तल झर्थे र मध्य पहाडका मान्छे अन्न लिएर माथि उक्लिन्थे। धेरै ठाउँमा त नुन र धानको साटासाट ठ्याक्कै 1:1 को रेसियोमा हुन्थ्यो। एक पाथी नुन दियो, एक पाथी चामल दियो। यो मोरल इकोनोमीको यस्तो रूप थियो जसले कसैलाई भोकै मर्न दिँदैन थियो र बजारमा कुनै आर्टिफिसियल क्राइसिस हुन दिँदैन थियो। यसले एउटा यस्तो सामाजिक नेटवर्क बनाएको थियो जहाँ हिमाल र तराईका मान्छेहरू बीच मित लगाउने र पुस्तौंसम्म व्यापारिक कसम खाने चलन सुरु भयो। तराईका किसानले हिमालको टेडरलाई आफ्नो घरमा हस्पिटालिटी दिन्थे र हिमालको टेडरले तराईका मान्छेका लागि नुन सुरक्षित राख्थ्यो।
यो कडा लजिस्टिक र म्युचुअल ट्रस्टले नेपाललाई भित्रभित्रै निकै बलियो र आत्मनिर्भर बनाएको थियो। तर यो गेमको असली मास्टरमाइन्ड को थिए थाहा छ? यो पुरै गेमलाई ग्राउन्ड लेभलमा लिड गर्ने एउटा कडा कम्युनिटी थियो, थकाली र गुरुङ समुदाय। विशेष गरी मुस्ताङको थाक खोलाका थकालीहरू यो ट्रान्स हिमालय व्यापारका अल्टिमेट मास्टर र कोअर्डिनेटर थिए। उनीहरू केवल सामान ओसार्ने क्यारियर मात्रै थिएनन्, उनीहरू त फाइनान्सर, बिजनेस म्यानेजर र एसेट बिल्डर थिए। उनीहरूले यो लामो रुटमा भरपर्दो होटलहरू, सुरक्षित गोदाम र चौरीहरू बस्ने सेन्टरहरूको एउटा कडा चेन खडा गरे, जहाँ विश्वास र इमान्दारिताको कानुन चल्थ्यो। काठमाडौँका शक्तिशाली राणा र शाह राजाहरूले पनि मुस्ताङको यो व्यापारिक होल्ड र उनीहरूको म्यानेजमेन्ट स्किल देखेर थकाली सुब्बाहरूलाई नुन व्यापारको ठेक्का र कस्टम एकाधिकार सुम्पिएका थिए। नुनको व्यापारले गर्दा थकाली परिवारहरू निकै धनी भए। उनीहरूले ठूला घर बनाए, गुम्बाहरूलाई फन्ड गरे र समाजमा एउटा राजनीतिक र सामाजिक प्रतिष्ठा कमाए, जसको भ्यालु दरबारमा समेत हुन्थ्यो। गुरुङ समुदायले पनि यो कार्गो सिस्टममा रुट स्पेशलिस्टको रूपमा ठूलो साथ दिएका छन्। यो एउटा यस्तो साम्राज्य थियो जुन कुनै सेनाको बलमा होइन, केवल विश्वास र व्यापारको जगमा उभिएको थियो। यो हिमालको आफ्नै लेभलको म्यानेजमेन्ट स्ट्राटेजी थियो, जसले दुर्गम भूगोललाई एउटा इकोनोमिक पावर हाउसमा बदलिदिएको थियो। तर यो साम्राज्य अचानक कसरी कोल्याप्स भयो त थाहा छ? कसको खेल छ यसमा? इतिहासको यो साम्राज्य कुनै ठूलो तोप वा सेनाको आक्रमणले ढलेन। यो ढल्यो त केवल बजारको एउटा साइलेन्ट र चेन्जले। 20औं शताब्दीको उत्तरार्धमा जब नेपालको दक्षिणतर्फ सडक सञ्जालहरू खुल्न थाले र भारतबाट सस्तो सेतो मसिनो र आयोडिनयुक्त मेसिनरी नुन नेपाल भित्रिन्थ्यो, तब मुस्ताङका यी कारभान सिस्टमको जग नै रातारात लिन थाल्यो। पहाडको शास्ति खेपेर ज्यान जोखिममा पारेर ल्याइएको रैथाने ढिक्के नुनभन्दा गाडीमा आउने विदेशी प्याकेट नुन निकै सस्तो, सफा र सजिलो भइदियो। नतिजा एकदमै कडा र दुःखद निस्कियो। चौरीका कारभानहरू सधैँका लागि रोकिए, च्याङ्ग्राहरू सस्तो मूल्यमा बेचिए र ती ऐतिहासिक बाटोहरू अचानक सुनसान भए। यो कोल्याप्स यति साइलेन्ट थियो कि मान्छेले पत्तै पाएनन्। कति बेला एउटा कडा हिमाली प्रविधि र सभ्यता इतिहासको पानामा सीमित हुन पुग्यो। व्यापारीहरू टुरिज्म, बसाइसराई र अन्य बिजनेसमा शिफ्ट हुन बाध्य भए। मुस्ताङको नुन खानी आज पनि त्यही छ, तर कारभानका ती थ्रिलिङ कथाहरू अब केवल बुढापाखाको सम्झनामा मात्रै बाँकी छन्। यो कथाले हामीलाई एउटा ठूलो मेसेज दिन्छ। जब हामी आफ्नो माटोको स्रोत र रैथाने सिपलाई बिर्सिएर सस्तो आयातमा डिपेन्ड हुन थाल्छौँ नि, तब हामी केवल सामान मात्र होइन, आफ्नो पहिचान, स्वाभिमान र देशको आन्तरिक तागत पनि गुमाउँदै जान्छौँ। मुस्ताङको यो रैथाने नुनको इतिहास नेपालको आत्मनिर्भरताको एउटा बिर्सन नहुने पाना हो, जसलाई आजको पुस्ताले फेरि बुझ्न जरुरी छ। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि ट्रिगर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।